So, welcome gang. अनि today we're gonna react on memes, नेपाली memeहरू. As you guys know, अहिले त चुनावको चलिरहेछ चलफल, जापानी चुनावको चलफल चलिरहेछ. You know the drill है आजकल. So चुनावको चलिरहेछ तर we're gonna react on memes. त्यसको meme चाहिँ हो कि होइन थाहा छैन. आज चुनावको चाहिँ होइन होला तर के छैन. अनि यो चाहिँ भिडियोको नाम उसो के अरे प्योर नेपालीको प्रभात बस्ने आई गेस त्यही होला प्रोनाउन्सिएसन बाई त्यो युट्युब लाइक क्रिएटर मिमको. यु क्यान चेक हिज युट्युब थ्रु है. म पनि लिङ्क हालिदिन्छु नभए त्यही हो होइन. सो वी क्यान लेट्स गेट इन्टु द रियाक्सन है त. अनि लेट्स गो होइन. अनि मेरो एङ्गल चाहिँ छैन होइन. मेरो मसँग माइक पनि छैन. सो उइकन पछि बिस्तारै माइक आउँछ होइन. अगाडि सेटअप पनि राम्रो हुँदै जान्छ. जस्ट अहिलेको लागि चाहिँ नर्मली डिसेन्टली होइन. ब्याकग्राउन्ड म्युजिकहरू राम्रो आएन चाहिँ सरी रियली सरी है एक्सट्रिमली. अनि त्यही हो. सो उइकन डाइरेक्टली गेट इन्टु द भिडियो है अब चाहिँ. सो उइकन नो द्याट कस्तो छ त मिम हाम्रो. कस्तो छ त मिम. So let's go ahead. Disclaimer है फर्स्टमा. तपाईको परिचय भन्नु न. म नवराज उप्रेती. कहाँ जाँदै हुनुहुन्छ अहिले? म बाटो हिँड्दै थिएँ. कहाँ जानलाई? बाटो हिँड्न कहीँ जानुपर्छ. मेरो आफ्नै डेस्टिनेसन छ. डेस्टिनेसन छ अरे आफ्नै डेस्टिनेसन रे. वो त्यहाँदेखि कप्सलाई रे. नाइस. नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म. ओ दिदी टोयलेट कहाँ छ? टोयलेट क्या भनेको? पिसा फेर्ने ठाउँ देखाउनु न भने. अरूको पनि हेर्दैन आफ्नो पनि देखाउँदैन. यो चाहिँ हाम्रो दलले ल्याउँदा यो चटपट पानी खाना डोन्ट मिस हैन. ल पानी हाल्दिन पानी हाल्दिन न. ल है ल पाइदिनी पर्नेमा भन. ल मार्यो. रिज हान्छ त बुढोले. रिज हान्छ त रिज. पानीपुरी खाने पानीपुरी पसल यत्तिकै बिग्रिन्छ. यत्तिकै चलाएको छ पानीपुरी पसलहरू होइन. त्यो सेकेन्डवाला चाहिँ अति योभन्दा अगाडि गयो त्यो टोयलेटवाला. केही छैन. लेट्स गो. मार्यो मलाई मार्यो. तिमीले लाइसेन्स बनायौ? मलाई किन चाहियो लाइसेन्स? मलाई गाडी चलाउनै आउँदैन. मुख चलाउन त आउँछ नि त्यसको बनाउ न. हेर्नुहोस् केटा हो केटीले चान्स दियो भने ठोकिन्छ. सिम्पल कुरा है. म पनि हानिदिन्छु तर के हुन्छ भने केटी कुन लेभलमा छ भन्ने कुरा हुन्छ. केटीले आफ्नो इज्जत आफै राख्नु पर्यो. आफै राख्नु पर्यो अभियसली. अहिले तपाईँ पनि छोरी मान्छे हो. तपाईँले मौका दिनु भने म चौका हानिदिन्छु. हो मान्नुहुन्छ नि त्यो कुरा? फिलायो नि होइन. एक दिन बसाउन कुरा गरेर ल म रुम मिलाउँछु. कुरा गर्न रुम मिलाउनु पर्छ. जन्सिना भनेको को? जन्सिना भनेको मै होला नि. ल आटामा फेस्टलमा लासरम हुँदैन. बिसा भएपछि के किनी फेर गरेर मान्छे मर्नु. बाँझो खेताली लगा कुकुर पनि छुट्टै गरेर चाहिँ यहाँ भिडियो चल्दैछ. सफा त्यो सेट के छैन बोगस. त्यसको पनि जिन्दगी छ आफ्नै होइन. आफ्नो जिन्दगी छ रमाओस्. केही छैन. किडनी स्टोन चाहिँ मलाई नि बाई द वे गाह्रो छ. किडनी स्टोन थियो अनि मैले चाहिँ खै आफै निस्क्यो. सानै थियो त्यही भएर निस्क्यो मेरो चाहिँ. सरी फर द ब्याकग्राउन्ड नोइज. आई डोन्ट ह्याभ प्रपर सेटअप. अनि राति गर्नुपर्छ जहिले पनि यस्तै त. सच अ ड्र्याग यार. सच अ ड्र्याग.
म बिहे गरेर गएपछि हजुरको टाउको यसरी कसले मिचिदिन्छ नि बाबा मेरो खराब बानी छ मेरो खराब अब कहाँ जान्छन् राजा अब राजा अहिले त घर जान्छन् होइन अब राजा साहब तिनजना किन हुनुहुन्छ बाइकमा पहिला मेरो मर्जी अब राजा आएपछि त यस्तो नपाइएला नि त राजा आएपछि नगरौँला नि त यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला भाइको नाम चाहिँ के हो रे हाम्रो हाम्रो पल्सर हो यहाँको शुभ नाम यहाँको लगन खेल यहाँको परिचय दिनुहोस् न नाम भन्नुहोस् त नाम मेरो ससुराको शेरबहादुर मेरो सासूको देउकाली हजुरको आफ्नो मेरो पुराको डिले Which your favorite food? My name is Mary Biscuit. How old are you? I'm fine, thank you. यो बच्चावाला चाहिँ मैले पहिला नै हेरेको छ यो म्याजिक सुट यो चाहिँ मैले इन्स्टाग्राम रिलमा हेरेको थिएँ पहिला आएको थियो अनि यहाँको सम अफ द रिल्सहरू चाहिँ मैले आई हेभ अलरेडी सिन है कुनै कुनै चाहिँ बट सम आर न्यू अनि त्यही हो सबै चाहिँ हेरेको छैन मैले लाइक कुनै कुनै बिचको चाहिँ हेरेको छैन अनि मिनिमम चाहिँ हेरिरहेको लाइक त्यो नर्मली युज भइरहेको देखाइरहेको छु सो त्यही नै हो होइन के भनौँ के होइन के भन्नु छ छैन नि मेरो श्रीमती चाहिँ उहाँको श्रीमानले लानु मेरो श्रीमान चाहिँ उहाँको श्रीमती लगो के गर्ने जेसुकै गर्नुहोस् बुढीको लागि गर्दन काटिदिन्छु म काटिदिउँ हजुर घाँटी काट्नु तिम्रो लागि म जे पनि गर्छु भन्ने धेरै भेट्छौ तर म साँच्चै गर्छु तपाईँको बिहा काटिदिउँ त काटिदिउँ त काटिदिउँ यो युवाले राम्रो छ काटिदिउँ त नै छ नै यो चाहिँ भयो कि नै बहिनी हजुर बिहा त भइसक्यो श्रीमान कहाँ हुनुहुन्छ श्रीमान त मुई हो श्रीमती घरै छ म चाहिँ सेफ बन्न चाहन्छु अनि त्यो त बिहे गरेर चाहिँ के भन्छ बहिनीको शुभ नाम शुभ नाम अन्जु शेर्पा माइती घरमा आउनु भएको छ आज के को लागि आउनु भएको छ हजुर चाहिँ कति ससुरालीमै बस्नु हुँदैन हामी चाहिँ हेरेको हेरे क्लोज आउनु क्लोज बिचरा क्यामेराम्यानलाई यति क्यामेराम्यान खिच्न आएको छ बिल्ला क्यामेराम्यान छोडिदियो प्रोफेसर आफ्नो करियर छोडिदिनु हुन्छ क्यामेराम्यानको छोड्दै हुन्छ क्यामेरा पुडिकिन्छ केही छैन ल कमरमा हात राख्नु ब्रो रुद्र मोती चोक कता हो के अरे शेरबहादुर देवा राणीको छोरा यो 5 6 मन्त्री भएर नपुग्ने राणीको छोरा बोल्न नसक्ने भइसक्यो राणीको छोरा अझै पनि मन्त्री हुनु पर्यो छ राणीको छोरा मलाई कहिले माया परेछ त छैन तपाईसँग पर्छ होला क्यामेराम्यान नेभर डिसपोइन्टेड वाला सिन हो यो चाहिँ तर केही छैन यस्तै छ तर केही छैन ल आजको लागि चाहिँ मिम रिभ्यू चाहिँ यति नै गरौँ धेरै नगरौँ बिस्तारै गरौँला हामी चाहिँ धेरै मिम नि गर्नु हुँदैन रियाक्ट वी क्यान नो है बिस्तारै गरौँला म कस्तो ह्यान्डसम रे सो आजको लागि चाहिँ चाहिँ त्यो आइम भयो भने च्यानल मेन्सन गर्छु नभए यु गाइज विल नो हिमसेल्फ इन आउट रहेछ वर्ड मार्किङ रहेछ हिज च्यानल अनि यु विल नो पिपिटी रहेछ नाम चाहिँ नाम चाहिँ अब सो यु गाइज नो हिम आई थिङ्क यु गन गाइज नो हिम यु गट लाइक अ भ्यू चाहिँ राम्रो छ सो यु गाइज नो हिम सो आजको लागि चाहिँ यति नै होप यु गाइज लागिरहे थम्नेलको लागि चाहिँ यो चाहिँ त्यो थम्नेलको लागि गरेको अनि कमेन्ट राम्रो नाइस थियो यो चाहिँ
कमेडी थियो है तर मैले चाहिँ अगाडि योभन्दा नि अलिकति ह्युमरस चाहिन्छ मलाई चाहिँ अगाडि ह्युमरस योभन्दा लाइक अगाडि हेर्दा नि लाइक त्यो लाइक क्र्याक गर्ने टाइप हुन्छ नि त्यस्तो खालको चाहिँ मलाई अति सक्छु होइन ह्युमर चाहिँ खतरा छ मलाई लाग्छ जसम्म लाग्छ तर यु विल नो यु गाइज विल नो बिस्तारै रियाक्ट गर्दै जान्छु नयाँ नयाँ भिडियो अनि वी विल नो देम भिडियोज अनि सो सी यु इन द नेक्स्ट वान इन द गाइज बाई